सर यता हेर स्माइल दिनुहोस् त ल ल ल हेन्डसम ल अहिले चाहिँ हामी पुरा निद्रा लाएर निद्रा पुगिसकेको हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। आज चाहिँ हामी बाउ छोरा यहाँ कोशी हस्पिटल आइपुगेको छौँ। हाम्रो बुवाको थोरै प्रेसरहरू चेकअप गर्नको लागि आएको छौँ गाइज। प्रेसर चेक गर्नको लागि आएको गाइज। हामी अब यहाँ हस्पिटलमा के हुन्छ कोशी हस्पिटलमा सबै कुराहरू हजुरहरूलाई देखाउने छौँ। भिडियोलाई फुल वाच गर्नु होला। हस्पिटलभित्र छिर्दैछौँ अहिले चाहिँ हामी। अब आज आइतबारको दिन अब हस्पिटल त निकै नै भिड हुन्छ होला सायद। अब भिडै भए पनि अब आफ्नो उपचार चाहिँ गर्नै पर्यो होइन। अब बिमामा त्यही पनि फेरि धेरै नै झन्झट पनि हुन्छ है गाइस। हस्पिटलतिर बस्दैछौँ हामी चाहिँ अहिले। यता चाहिँ बिल्डिङ बन्दैछ कोशी हस्पिटल नयाँ है। ल फाइनली कोशी हस्पिटलतिर हामी छिरिसकेका छौँ अहिले। त्यति साह्रो भिड त रहन्छ, जोस अलिअलि रहेछन्। हाम्रो बुवा चाहिँ यता आउँदै हुन्छ। सुरुमा टोकन लिनुपर्छ यता। ल टोकन पनि पाइयो। यहाँ अब टिकट काट्नुपर्छ। अब चाहिँ यहाँ पुर्जा काट्नुपर्छ। कति नम्बर टोकन रहेछ त? 121 लिएर अघि नै दिएको थियो हाम्रो चाहिँ पूर्जा चाहिँ। हाम्रो बुवाको पूर्जा नाम चाहिँ 5 नम्बरमा रहेछ। नयाँ राख्दिनु न यहाँ। अहिले चाहिँ हामी यहाँ उता अब एक्सरे गर्न गइरहेका छौँ। हाम्रो बुवाको चाहिँ पहिले किडनीमा स्टोन थियो, किडनी स्टोन थियो। त्यही भएर किडनी स्टोनको अवस्था के कस्तो छ भनेर हामी त्यसको एक्सरे गर्न गइरहेका छौँ। अहिले चाहिँ हामी यहाँ बिल काट्नको लागि यता बिलिङ काउन्टरमा आएको छौँ। यता लाइनमा हुनुहुँदो रहेछ लालु सर। यता हेर्दा ओ लालु सर, लालु सर पनि यहाँ यी बिलिङको लागि यहाँ लाइनमा हुँदो रहेछ हाम्रो। लालु सरलाई भाइरल अब। ल लालु सर यता हेर स्माइल दिनुहोस् त ल ल ल हेन्डसम ल। यता हो यहाँ बस्नु न। स्क्यान गर्नुपर्छ सुरुमा। भिड छ निकै नै। यहाँ स्क्यानिङ गर्नुपर्छ सुरुमा। यता स्क्यानिङ हुँदैछ। 2जना पछाडि चाहिँ रहेछ हाम्रो बुवाको चाहिँ। अब चाहिँ हाम्रो यहाँ बिलिङ भइसकेको छ। अब चाहिँ हामी एक्सरेको लागि एक्सरे रुमतिर गइरहेका छौँ। भर्खरै बिलिङ गरेर चाहिँ अब हामी चाहिँ एक्सरे रुमतिर गइरहेका छौँ। किडनी स्टोन थियो पहिला बुवाको, अनि त्यही भएर किडनी स्टोनको अवस्था के कस्तो छ भनेर चेक गर्नको लागि गइरहेको छौँ। यता यस्तो भिड त्यति साह्रो गइसकेको छौँ। अब चाहिँ हामी एक्सरे गर्नको लागि। अहिले चाहिँ हामी यहाँ एक्सरे रुममा वेट गरेर बसिरहेको छौँ। बुवा निदाउनु भएछ मस्तसँग। कति बेला टर्न आउँछ त अनि एक्सरे वेट गर्दा गर्दा दिमाग खराब भयो। टर्नै आउँदैन आफ्नो, के गर्नु। सबैजना यहाँ आफ्नो टर्न पर्खेर बसिराख्नु भएको छ यहाँ। एक्सरे हुँदैछ यताभित्र चाहिँ। टर्न आउँदैन। टर्न फर्किँदा निन्द्रा लाग्न थालिसक्यो। पुरा निद्रा लाएर निद्रा पुगिसकेको ल बल्ल आएछ हाम्रो बुवाको टर्न।
मान्छेको भिड छ। एक्सरेको हाम्रो बुवाको भर्खरै रिपोर्ट आयो। अब चाहिँ हामी रिपोर्ट लिएर यता रिपोर्ट डक्टरलाई देखाउन जाएछौँ है गाइस। ल के कस्तो रिपोर्ट आयो अब डक्टरलाई देखाउँ। भिड त अघिसम्म त खाली खाली थियो त, अहिले त के साह्रो भिड भएछ। उता दोकान काट्ने ठाउँ छ, उता चाहिँ खाली भएछ, सबैतिर भिड। अब चाहिँ हामी यता जताइसकेर यता छालाको पनि चेक गर्ने अरे हाम्रो बुवाको। त्यही भएर छालाको चेक गर्नको लागि यता 6 नम्बर कोठामा आइपुग्यो। हाम्रो यहाँ बुवाको छालाको लागि 16 नम्बर कोठामा आइपुगेको छौँ। हामी डक्टरलाई देखाइसकेर चेकहरू सबै त गरिसकेर यहाँ दबाईको काउन्टरमा आएको छौँ दबाई लिनको लागि। बुवा त्यहाँ लाइनमा बसिराख्नु भएको छ, मान्छेहरू निकै नै भिड छ है। यहाँ बिलिङ सिलिङ भयो दबाईको। अब चाहिँ यता नाम बोलाउँछ एकछिनतिर, अनि अब नाम बोलाएपछि अनि दबाई लिएर जाने हो। रेवती चापागाई त्यो टर्न आएर जानुभएको छ त्यो हजुरआमा चाहिँ। यता चाहिँ ज्येष्ठ नागरिकहरूको यता चाहिँ दबाई यहाँ दिँदैछ। हाम्रो बुवाको भर्खरै दबाई आएर बाहिर निस्किनु भएको छ दबाई लिएर। दबाई कुन कुन आएछ के आएछ भनेर हेर्दै हुन्छ यहाँ चाहिँ। के भएर नपाएको दबाईहरू चाहिँ यता बाहिर लिनुपर्ने अवस्था भएको छ। एक दुईवटा दबाईहरू बिमार हुन्छ। हामी चेकअप गरायोरी दबाई सबै पनि लियोरी। अब चाहिँ हामी जाँदैछौँ। अब चाहिँ हामी यहाँ सफारीमा चढेर जान आँटेको छौँ गाइस। अब चाहिँ चढ्यौँ सफारीमा। ल जाउँ पुरी जाउँ। गाइस हस्पिटलबाट फर्किँदैछौँ गाइस। फाइनली हामी रुम आइपुगेर सफारीबाट ओर्लिसकेको छौँ। भिडियोलाई फुल वाच गरेर लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला।